गाउँपालिकामा शिक्षाको उज्यालो दीप छर्न र धेरैजना विद्यार्थीहरूको भविष्यलाई उज्यालो बनाउन यहाँहरूले गर्नुभएको मेहनत, समर्पण, प्रतिबद्धता र त्यागको लागि चाहिँ मैले यहाँबाट नै हजुरहरू सम्पूर्णमा हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु। र पालिकामा म आएको पनि 2 महिनाको अवधि भयो र मैले यो अवधिमा के एनालाइसिस गरेँ भने काम गर्नको लागि चाहिँ एनर्जी लेभल म्याच हुनुपर्दो रहेछ जस्तो लाग्यो। जस्तो मैले मात्रै केही गर्छु भनेर हुँदैन, शाखाले मात्रै केही गर्छु भनेर हुँदैन, अथवा जनप्रतिनिधिज्यूहरूले मात्रै केही गरौँ भनेर हुँदैन रहेछ। त्यो सबैजनाको एउटा एनर्जी लेभल म्याच हुनु पर्यो, सबैले हातमा हात, साथमा साथ र एउटा टिम वर्क भयो भने नै कार्यक्रम अथवा यहाँ गर्नुपर्ने विभिन्न विकास निर्माणका कार्यदेखि लिएर शिक्षा, स्वास्थ्य र अरू विभिन्न पूर्वाधारका काममा हामीले अगाडि बढ्न सक्छौँ र राम्रो नतिजामुखी र एउटा प्रोडक्टिभ रिजल्ट ल्याउन सक्छौँ जस्तो लाग्यो। र यो शिक्षाको कार्यक्रम गरिरहँदा चाहिँ मैले आएदेखिबाट भन्या पनि छु, शिक्षा शाखासँग चाहिँ एनर्जी लेभल एकदम म्याच भएको छ। सरहरूले केही गरौँ भनेर लिएर आउनुहुन्छ, त्यसमा सर यसरी गरौँ भनेर हामीले चाहिँ सुझाव सल्लाह र प्रज्यूहरूको पनि हामीले सुझाव सल्लाह ग्रहण गर्दै यो कार्यक्रमलाई गरेका छौँ र शिक्षामा एउटा राम्रो उज्यालो दीप छरिरहेको छ र अरू अब आउने अवधिभर पनि हामीले यस्तै राम्रा राम्रा कार्यक्रमहरू गर्ने नै छौँ। हजुरहरूको उत्साह, मोटिभेसनलाई चाहिँ अझ अगाडि ल्याउने नै छौँ भन्ने मैले आशा गरेको छु। र गुणस्तरीय शिक्षा र शैक्षिक पूर्वाधारको विकासहरूदेखि लिएर शिक्षक क्षमताको विकास र विद्यालय प्रोत्साहन र आइटी फ्रेन्डली एजुकेसनमा चाहिँ हाम्रो पालिका सधैँभरि प्रतिबद्ध रहेको छ। अगाडिका दिनमा के कस्ता कामहरू भए भन्ने कुरालाई भन्दा पनि अबको दिनहरूमा हामीले कसरी विभिन्न कार्यक्रमहरूलाई अगाडि बढाउनुपर्छ। धेरैजनाको यहाँ वडा अध्यक्षदेखि लिएर शिक्षकज्यूहरू, प्रज्यूहरूबाट पनि अब चाहिँ हामीले प्रविधि मैत्री, एआई फ्रेन्डली र शिक्षकहरूलाई पनि एउटा प्रविधिमा चाहिँ हामीले अभ्यस्त बनाउँदै जानुपर्छ भन्ने सुझाव आइरहेको छ र यसको लागि पनि हामीले हल कसरी म्यानेज गर्ने, हामीले चाहिँ कम्प्युटर नै राखेर हजुरहरूलाई कसरी ट्रेन गर्न सक्छौँ भनेर पनि हामीले छलफल गरिरहेको छौँ। सायद अब यो कार्यक्रमहरू पनि हामीहरूबाट अगाडि बढ्ने नै छ र फेरि पनि मैले हजुरहरूले गर्नुभएको यो त्याग तपस्याको लागि चाहिँ फेरि पनि हजुरहरूप्रति नमन व्यक्त गर्न चाहे। आजको यो सम्मान कार्यक्रमले अरू विभिन्न शिक्षकहरू जो सम्मानित हुनु भएन र यो क्राइटेरियामा पर्नु भएन उहाँहरूको लागि पनि हजुरहरू आइडल हुनुहुनेछ र हजुरहरूबाट केही सिकेर अथवा यसरी पनि सम्मान हुँदो रहेछ, हामीले गरेको कामको चाहिँ मूल्याङ्कन हुँदो रहेछ भन्ने हिसाबले अन्य शिक्षक वर्गहरू, अन्य प्रज्यूहरू, विद्यार्थी र विद्यालयहरूले पनि आगामी दिनमा चाहिँ कसरी राम्रो काम गर्ने, कसरी हाम्रो 100% नतिजा ल्याउने र कसरी हामीले समाज निर्माण र नीतिगत र व्यवहारिक शिक्षामा अगाडि बढ्ने भन्ने हजुरहरूबाट केही लर्न गर्नुहुनेछ भन्ने मैले आशा गरेको छु। एउटा छाप छोड्न सक्ने कामहरू गर्नुहुनेछ भन्ने पनि हामीले आशा लिएका छौँ। र शिक्षा भनेको नि देश विकास, समाज विकास र पुरै विश्वको विकासको नै एउटा मेरुदण्ड हो। शिक्षालाई हामीले जति अगाडि बढ्दै लानेछौँ र जति शिक्षामा हामीले प्रोडक्टिभ काम गर्दै जानेछौँ त्यति नै हामीले समाज र राज्य निर्माणमा नै प्रतिबद्धता अथवा शिक्षा समाज निर्माणमा नै एउटा राम्रो छाप छोड्नेछ। र म आज यहाँ भइरहनुमा पनि शिक्षकहरूको नै एकदम भूमिका छ भन्ने मैले त्यो पनि कल्पना गर्न चाहेँ। किनभने म यहाँ यतिकै आएको होइन, मैले विद्यालय स्तरको मेरो शिक्षकहरू, कलेजको शिक्षकहरू र पछि मैले तयारी गर्दाको शिक्षकहरूलाई पनि मैले सम्झिन चाहेँ। किनभने सबैजनाले हामीलाई एउटा पोस्ट पोजिसनमा पुर्याउन र केही गर्नको लागि नै शिक्षकहरूको ठुलो देन हुनेछ र हजुरहरूले पनि त्यसरी नै एउटा समाज निर्माणमा र विद्यार्थीहरूको भविष्य उज्जवल बनाउनमा एकदमै राम्रो भूमिका खेल्नु भएको छ। र मैले अब यो शिक्षा शाखाले गरिरहेको यो कार्यक्रमको लागि चाहिँ उहाँहरूले 1 महिनादेखि नै यति धेरै खटिनु भएको छ। रात दिन नभनी नौरा सर आफै प्रमाणपत्र बोक्नदेखि लिएर हरेक कुरामा आफै लागि परिरहनु भएको छ। त्यस्तै साधुराम सरले पनि हरेक कम्प्युटरमा टाइपदेखि लिएर दिन रात नभनिकन शिक्षा शाखाले यति महत्त्वपूर्ण कार्यक्रम आयोजना गर्नुभयो र एउटा अध्यक्षले भनेपछि यो एउटा ऐतिहासिक कार्यक्रम नै भयो जस्तो मलाई लाग्यो। र यस कार्यक्रमलाई चाहिँ सभ्य, भव्य र एकदम उत्प्रेरणामूलक बनाउन योगदान गर्नुहुने शिक्षा शाखाज्यू र सहयोग गर्नुहुने जनप्रतिनिधिज्यूहरू, अध्यक्ष उपाध्यक्षज्यू, सम्पूर्ण वडाध्यक्षज्यूहरू र हामीलाई सुझाव सल्लाह दिनुहुने प्रज्यूहरू, शिक्षक शिक्षिकाज्यूहरू र सम्पूर्ण महानुभावहरू जसले हामीलाई चाहिँ डिरेक्ट र इन्डिरेक्ट यो कार्यक्रममा
सहज बनाउन र यो कार्यक्रमलाई भव्य सभ्य बनाउन सहयोग हुने सम्पूर्ण हातहरूलाई मैले सम्झिन चाहे र सम्पूर्णलाई नमन व्यक्त गर्दै आगामी दिनहरूमा पनि हजुरहरूको मोटिभेसन अझ धेरै बढेर जाओस्, आगामी दिनहरूमा पनि अझ राम्रो राम्रो काम गर्दै जानुहोस्, शिक्षा क्षेत्रमा हजुरहरूले अझै उल्लेखनीय योगदानहरू पुर्याउँदै जानुहोस् र अझै आइटी फ्रेन्डली भएर काम गर्दै जानुहोस् र त्यसको लागि हामीले के कस्तो कार्यहरू गर्नुपर्छ, के कस्तो ट्रेनिङ र के कस्तो कार्यक्रम ल्याउनुपर्छ त्यसको लागि पनि हजुरहरूको एउटा निर्देशन, एउटा सुझाव सल्लाहको हामीले सधैँ अपेक्षा गरिरहेको छौँ र नवराज सरलाई मलाई नै आएर भन्न सक्नुहुन्छ, कति कुरा बिर्सिन्छ त्यसमा हजुरहरूले फलोअप पनि गरिदिनु होला। हामीले सधैँ पोजिटिभली नै काम गर्न लागि नै रहेका छौँ। अब कोही बेला चाहिँ बिर्सेर कति कुरा हजुरहरूले भनेको कुरालाई हामीले एक्नोलेज गर्न सकेका हुँदैन होला, त्यो चाहिँ नगरौँ भन्दा पनि कोही बेला बिर्सिएर अथवा त्यो कार्यक्रम फलोअप नभएर त्यस्तो हुन सकेको हुन्छ।